हेलो गाइस। सो आज चाहिँ म चिकन विङ्स बनाउँदैछु अनि यसलाई चाहिँ हाफ एन आवर मिनिमम म्यारिनेट गर्नुपर्छ। पेपर्स, जिन्जर गार्लिक पेस्ट र भेनिगर हालेर। सो यो जुन चाहिँ म्यारिनेट गरेको उयो छ चिकन छ, म चाहिँ यो चाहिँ मैदामा कोटेड गर्दैछु हो। अन्त यो चाहिँ यसमा चाहिँ नुन हाल्नुपर्छ मैदामा, अनि त्यो पछाडि चाहिँ मजाले कोट गर्नुपर्छ हो। अनि यसको जहाँ जहाँ हिलो पानी छ हो, चिसो छ, त्यो चाहिँ सबै मैदा सुकालेर कोटेड गर्ने मजाले, किनभने भरे तेलमा हाल्दाखेरि यो चाहिँ पड्किने डर हुन्छ हो। अन्त यो मैदाले कोट गरेपछि चाहिँ यस्तो देखिन्छ सुक्खा हो। हेर्नुहोस् त हो, यस्तो देखिन्छ। यस्तो बनाउनु पर्छ। त्यसपछि एक एकवटा गरेर बिस्तारै खरेको तेलमा हाल्ने, अनि त्यस पछाडि मजाले मिडियम हिटमा फ्राई गर्ने। दुईपट्टि मजाले पल्टाइ बारी गरेर मजाले लाइट ब्राउन बनाउने, अनि बिस्तारै गरेर पकाउने। अनि त्यो गऱ्यो भने चाहिँ मजाले भित्र पाक्छ, अनि त्यसमा कच्चापन पनि रहँदैन हो, अनि मिठो पनि हुन्छ। अनि पाकिसकेपछि चाहिँ यस्तो देख्छ, लाइट ब्राउन कलर। अनि चाहिँ खाँदा मिठो हुन्छ, क्रन्ची पनि हुन्छ हो। अनि मैले यो सबै फ्राई पनि गरिसकेँ। फ्राई गरिसकेपछि यस्तो देखिन्छ। अनि मैले ससको लागि चाहिँ इन्ग्रिडियन्ट्सहरू सुक्खा खोर्सानी काटेर यो चिली फ्लेक्स बनाएँ। त्यहाँदेखि मसिनो लसुन काटेँ। त्यस पछाडि 1.5 स्पुन जस्तो चिनी लिएँ हो। अनि त्यस पछाडि केचप, टमेटो केचप पनि चाहिन्छ हो ससको लागि। त्यो पछाडि सोया सस चाहिन्छ हो। अब कोरियन फ्राईमा सोया सस नहुने त कुरै आएन। त्यस पछाडि हाफ स्पुन जस्तो भेनिगर लिने, अनि हाफ स्पुन जस्तो चिल्ली पाउडर लिने ससको लागि। अनि ससको लागि लिँदाखेरि अलिकति तेल राख्ने, अनि त्यसमा मजाले त्यो काटेको लसुनलाई मजाले फ्राई गर्ने हो। फ्राई गरेर चाहिँ हल्का लाइट ब्राउन कलर बनाउने। त्यो गऱ्यो भने चाहिँ त्यसको मजाको फ्लेभर र सेन्ट छोड्छ लसुनले है। अन्त यो चाहिँ मिठो हुन्छ। अनि त्यस पछाडि त्यो लसुन लाइट ब्राउन भएपछि त्यसमा केचप हाल्ने। केचप हालेर चाहिँ मजाले मिक्स गर्ने हो। त्यसमा मजाले मिक्स गरेर हल्का पकाउने, मिडियम फ्लेम लो हिटमा मजाले पकाउने। अनि त्यसमा त्यो काटेको चिल्ली फ्लेक्स पनि हाल्ने। अनि चिल्ली फ्लेक्सको लागि तपाईँहरूले चिल्ली फ्लेक्स चाहिँ चाहिँदैन, सुक्खा खोर्सानी मसिनो कैँचीले काटेर बनाउँदाखेरि पनि हुन्छ। अनि त्यस मजाले चिल्ली फ्लेक्सलाई मजाले उयो मिक्स गर्ने। त्यस पछाडि सोया सस हाल्ने, हाफ स्पुन जस्तो। त्यस पछाडि मिक्स गर्ने मजाले, मिक्स गरेर त्यसलाई पनि लो हिटमा पकाउने। अनि त्यस पछाडि मिक्स मजाले गरेपछि हाफ स्पुन जस्तो भेनिगर हाल्ने, अनि त्यसलाई पनि मजाले मिक्स गरिदिने। अनि मजाले पकाउनुपर्छ लो हिटमा हो। यसरी मिक्स गरिदिने मजाले। त्यस पछाडि चिल्ली पाउडर पनि हाफ स्पुन जस्तो हालिदिने त्यसमा मजाले फेरि मिक्स गरिदिने। त्यसरी नै मजाले पकाउने हो। अन्त त्यस पछाडि 1.5 स्पुन जस्तो चिनी हालिदिने त्यसमा, त्यसको टेक्स्चर्स र फ्लेभर्सको लागि। अनि त्यसमा हल्का पानी हालिदिने कम्ती। अनि त्यसमा मजाले मिक्स गरेर एकछिनको लागि त्यत्तिकै छोडिदिने, र मजाले पाक्छ। त्यो पाकेर मजाले एउटा मजाको ससमा तयारी हुन्छ। त्यस पछाडि त्यसमा
चिकन हालिदिने विङ्स त्यो जुन चाहिँ फ्राई गरेको अनि त्यो हालिसकेर मिक्स गरेपछि यस्तो देखिन्छ। अनि यो चाहिँ रेडी छ सर्भको लागि। अति नै मिठो र राम्रो पनि हुन्छ गेस्टहरूको लागि पनि सर्भ गर्नको लागि। अनि मैले वाइट प्लेट लिएको छु अनि त्यसमा सर्भ गर्दैछु यसलाई। अनि प्लेटमा हालिसकेर कम्ती सेसमी सिड पनि माथिबाट छरिदिने यस्तो देखिन्छ। थ्याङ्क यू फर